हेलो एभ्रिवान साथीहरू आज मोमो पकाउने खाने भनेको प्याज काटेर आँखा पुरा पिरो भइरह्यो गाह्रो भयो अनि त्यसपछि मैले यो सबै मैदा रेडी बनाएँ अनि त्यसपछि यो किमा बनाउँछु भनेर किमा रेडी पार्न लागेको थिएँ। आज मैले प्याज काटेको हे प्रभु मेरो त आँखाबाट आँसु आएर पिरो भएर मलाई प्याज काट्नै हुन्न हो। प्याज काटे कि आँखाबाट आँसुहरू आउँछ साथीहरू, तपाईँहरूलाई कस्तो हुन्छ खै मलाई थाहा भएन, तर मेरो आँखाबाट चाहिँ यति धेरै आँसु आउँछ। प्याज पिरो भइरो हो कि है कस्तो के कुनै कुनै प्याज काट्दा चाहिँ पिरो हुँदैन। अनि यो चाहिँ मैले किमा बनाएँ एकदमै साधारण तरिकाले, अब यसमा धेरै मसलाहरू मैले त्यस्तो खासै बनाएको छुइनँ, एकदम साधारण तरिकाले बनाएको है, धेरै मसलाहरू नहालेर ओइलहरू नहालेर बनाएको हो यो किमा। अनि यो चाहिँ 500 ग्रामको बट्टामा पाउँछ। 500 ग्रामको त्यो ठिक्क 50वटा मोमो बन्छ यतिले चाहिँ होइन, 500 ग्रामको डब्बामा भएको। अनि मैले छिटो छिटो गोलो बनाएर बनाउनु पऱ्यो, मोमो बनाएर लागि परेँ। अनि बनाउँदा बनाउँदा अब बिस्तारै अनि यो मोमो चाहिँ फिल गर्नु पऱ्यो होइन, भर्नु पऱ्यो, टाइम लाग्छ होइन। अब खाना मात्रै सजिलो, अब बनाउन त लङ टाइम लाग्छ हो। अनि खाना मात्रै मिठो, बनाउन चाहिँ साह्रै दुःख हुन्छ। अब काम नगर्नेले खाना पनि नपाओस् भन्छ है बचनले, त्यस्तै होला नि। अब यहाँनिर मोमो फाइनली बनाएँ, चट्नी पनि बनाएँ होइन, अचार। त्यसपछि फाइनली यहाँ चाहिँ पाकिसकेको छ अनि मैले सर्भ गर्न लागेँ। यहाँ चाहिँ मैले सर्भ गरेँ अनि त्यसपछि चाहिँ अब चाहिँ गमागम खानुपर्छ भने भोक लागिरहेको थियो हो, बेसी भोक लागेर। अनि अब चाहिँ मलाई खाएँ, गमागम खाएँ। थ्याङ्क यू फर वाचिङ।